गरेको छ, हैरान पारेको छ। हिजो एयरपोर्टमा त्यस्तै गरेर हेप्यो। किन यस्तो गरे भन्दा माथिबाट आदेश आएको छ। हिजो फर्केर आउँदा त्यहीमा बुढा के हामीलाई चाहिँ विदेशबाट जाँदा एउटा फोन लाँदा चेकिङ केही गरेको चिज छ, लाँदाखेरि के चाहिँ गरेको छ, नाङ्गै झार बनाएर चेक गर्छ। हामी हैरान चाहिँ के तस्कर पारेको हो? छ। आज तपाईँ हिजो चाहिँ एयरपोर्टमा त्यस्तै नेपालबाट गरेर हेप्यो। नेपालमै टुर गर्दाखेरि त्यसरी चेक गर्दाखेरि तपाईँलाई सुन तस्करी भयो, दुःख दियो। यत्र लाखौँ जनतालाई विदेशबाट घर जाँदाखेरि चाहिँ दिएको दुःख चाहिँ के हो? तपाईँ सरकारमा हुँदा त्यो चाहिँ होइन दुःख हो। त्यस्तै सोच्नुपर्छ। आफूलाई जसरी दुःख दियो मेरा जनतालाई पनि कति दुःख पायो होला, कति दुःख दियो होला भनेर सोचेको खोइ कहिले सोच्नुभयो? सोच्नु भएन। तपाईँहरूलाई त नाङ्गै बनाएर त्यहाँबाट निकाल्नुपर्ने हो, चेक गर्नुपर्ने हो। आन्द्रा भुँडी पनि मिसिन लगाएर चेक गर्नुपर्ने हो। सबभन्दा भ्रष्टाचार, दलाल, चोर, खोर आदि इत्यादि भने त त्यही पहुँचमा हुने मान्छे त हुन्छ नि। ठिक गरे। तपाईँहरू पनि कमेन्टमा भन्नु त साथीहरू।